हजुर सम्पूर्ण प्रियजनहरुमा नमस्कार। चैते दशैं 2081 को यो पावन अवसरमा हामी जुटिरहेका छौं। चैते दशैंको सबै प्रियजनमा शुभेच्छुकहरु शुभचिन्तकहरुमा नमस्कार, शुभकामना। अहिले म पोखरा महानगरपालिका वडा नम्बर 21 को भैरम थानमा छु। विशेष चैते दशैं अवसरमा देवी देवताहरूको पूजा अर्चना गरिन्छ। यो सनातन हिन्दू धर्म अनुसार हामी यहाँ स्याटुम, बयली, दोपहरे, चुरेटा गाउँ, रातामाटा लगायतका क्षेत्रबाट भैरव मन्दिरको लागि पूजा गर्न यो परापूर्वकालदेखि नै आउने गरिन्थ्यो। चैते दशैंको अवसरमा यहाँ बलि पूजाको तयारी हुँदैछ। तपाईहरुले यो नेपाल कथा युट्युब च्यानलबाट प्रत्यक्ष हेर्दै हुनुहुन्छ र म सञ्चालक हुँ रमेश पोखरेल। नेपाल कथा युट्युब च्यानल मार्फत जहाँ जे जस्तो छ त्यस्तै सम्पादन नगरिएका सामग्रीहरू पस्कने गर्दछु मैले। थामाको डाँडा पनि भनिन्छ यसलाई, भैरम थान। ओम काल भैरव देवाय नमः। त्यहाँ दूधको धारा देवताबाट पुण्य राखेको छ नि ल। ओम देवी माता प्रसन्न भइकन, काल भैरव प्रसन्न भइकन ऐश्वर्य समृद्धि सुख शान्ति प्राप्त गराइबक्स्योस्। नमो नारायणाय नमः। हरि ओम सर्वमंगलमंगल ओम ऐं ह्रीं क्लीं चामुण्डवे नमः। ओम काल भैरव देवाय नमो नमः। ओम काल भैरव देवाय नमः। ओम काल भैरव देवाय नमः। ओम काल भैरव हजुर ठिकै छ। यहाँ खीर पाक्दैछ, प्रसाद भैरव हाम्रो काला भैरवको प्रसाद। उता भैरम देवतालाई तपाईलाई लाग्न सक्छ यो प्राकृतिक रूपमा उपलब्ध भएको पनियो हो, डाडु हो, अहिले आधुनिक होइन। त्यसैले हामीले पूजा यो प्राचीन कालदेखि नै गर्दै आएका थियौँ र तिनै सामग्रीहरूलाई सकभर प्रयोग गर्ने यो जमर्को हो। यहाँ आधुनिक स्टिलका, तामाका, पित्तलका पनिवा डाडु नभएर होइन, हामीले काठकैलाई प्रयोग गर्छौँ।